यो टुप्पोलाई यो चोराउलामा यसरी 10 चोटि बेर्ने। यसलाई यसो समात्ने 1 2 3 4 5 6 7 8 9 10 चोटि बेरेर फुस्किन्छ। यो राखेर यो निकाल्ने। निकालेपछि यसलाई बुन्ने। नट कस्ने पहिला स्लिप नट गर्ने। स्लिप नट गर्ने। स्लिप नट गरिसकेपछि फेरि त्यसलाई स्लिप नट गर्दै लैजाने। स्लिप नट गर्दै सबैलाई भर्ने। स्लिप नट गर्दै भर्दै जाने। यसरी यहाँ भित्र राख्ने। यो यसरी पहिले यो भित्र सबैलाई यो भित्र राख्ने। धागो तान्ने। यो दुईटा हुन्छ। यसलाई फेरि यसलाई तान्ने। यसलाई यो दुईटा हुन्छ यहाँ। यसलाई यसो गर्दै सबै बुन्दाखेरि यस्तो देखियो। यस्तो देखियो भने नबुनेको यस्तो हुन्छ। यसलाई बुन्दै जानुपर्छ है। बुन्दै जाने। बुन्दै गएपछि यसलाई यस्तो हुन्छ। यस्तो हुन्छ। अब यसपछि यसलाई पहिला सुरुमा कहाँ बुने हामीले सबैमा बुनिसकेछु मैले। सुरुमा हामीले कहाँ बुने यहाँ न यहाँ लगाएर यो फर्स्टको चेनमा गएर यसलाई स्लिप नट गर्ने। यसरी स्लिप नट भयो। स्लिप नट भएपछि अब बुन्दाखेरि फेरि यही होलमै बुन्नुपर्छ। यो पालभित्रै बुन्ने हो। यहाँ माथि बुन्ने होइन। यो पालभित्र बुन्ने हो। यो पालभित्र 1 2 3 चेन ताने। ल अब 3 चेन तानेपछि अब यसलाई पफ बनाउने। एउटा यो क्रुसमा एकचोटि घुमाउने धागो अनि अर्कोचोटि यो यसलाई 1 मानिन्छ। यसलाई मात्र 1 मान्दैन। यो सुद्धा 1 मानिन्छ है। यो र यो 1 हैन। यो सुद्धा 2। यो 3 भयो भने यो पनि 3। यो 4 भयो भने यता पनि 4। यो 5 भयो भने यता 5। अब यसलाई के गर्ने। यो 5लाई यहाँ सट्टै यतातिर यो धागोलाई यसरी समात्ने अनि यो तान्ने। तानिसकेपछि यो 5 हामीले छोडेको अलिकति 5को यो धागो छ। यो धागोलाई यसरी लिने। 5को धागो पछाडि छोडेकोलाई यसरी लिने। यसरी लिएपछि यसलाई स्लिप नट गर्ने। अनि फेरि 1 चेन तान्ने। 1 चेन ताने 1 चेन 2 चेन 3 चेन 4 चेन तान्ने। अनि फेरि यसलाई यो अब यसको यो सानो पाल हुन्छ। यो र योको बिचमा यो सानो पाल हुन्छ। यस्तो पाल हुन्छ। यो पालमा लगाएर यहाँ भित्र राखेर यसलाई यसरी बुन्ने। अब फेरि त्यही 1 2 3 4 चेन तान्ने। फेरि त्यसैमा लगाएर जोड दिने। फेरि 1 2 3 4 चेन तान्ने। फेरि यही पालमा लगाएर यसरी
जोड्ने। यो गरेपछि एउटा पफ र यो फुल यस्तो बन्छ। भनेपछि फेरि यो गरेपछि फेरि 2 चेन तान्ने। 1 2 चेन तान्ने, फेरि अहिलेको जस्तो पफ बनाउने। यही भित्रबाट 1 2 3 3 यो 4 यो 5 भएपछि यसलाई सट्ट लिने हैन, यसलाई अलिकति अड्काउने अनि यसलाई 5 लाई लिने अनि यस्तो गरेर यहाँ 5 को यो यसलाई लिएर यसरी 5 को लाई लिएर यसरी बन्द गर्ने। बन्द लिएर 1 फेरि 2 3 4 चेन तान्ने, फेरि पालमै घुसारेर यसलाई बन्द गर्ने। फेरि 4 1 2 3 4 लिने, फेरि त्यसैमा राख्ने। एउटामा 3टा हुन्छ। 1 2 3 4 3टा बन्छ एउटामा। यसमा अब यसमा 5वटा पफ हुन्छ भने यसमा एउटा 2टा 3टा फ्लावर हुन्छ। चेनबाट फ्लावर बन्छ। यो चेन हो। चेनबाट एउटा 2टा 3टा, फेरि 5 एउटा 2टा 3टा, यस्तै गर्दै यहाँ सबै भर्दै जाने हो। अब यो गरिसकेपछि यसमा फेरि 2टा चेन लिनुपर्छ। 1 2 चेन लिएपछि फेरि यहाँ पफ बनाउने। 1 2 3 4 5 भनेपछि यसलाई चप्प समात्ने अनि यसलाई यस्तो गरेर तान्ने। आयो है। आएपछि यहाँ 5 को यहाँ समातेछु, यसलाई यसरी तान्ने, यसरी टाइट गर्ने अनि यसलाई यसरी बुन्ने। बुनेपछि फेरि 1 2 3 4 चेन तान्ने अनि बन्द गर्ने। फेरि 1 2 3 4 चेन तान्ने, फेरि यसलाई एउटा 2टा भएन। 1 2 3 4 अनि गरेपछि फेरि यहाँ 2 चेन तान्ने। 1 2 चेन तान्ने। 1 2 3टा भइसकेपछि 2 चेन तान्ने, फेरि यहाँ बुट्टा बनाउने। 1 2 3 4 5 भएपछि यो दाउलाई फेरि चप्प समात्ने, यसलाई यसरी तान्ने अनि यो 5 को यो छ यसलाई फेरि लुज हुन्छ, यसलाई यसो टाइट गर्ने अनि यस्तो गरेर फेरि अहिले जस्तो 1 3 4 चेन तान्ने। यही पालमा यस्तो पाल हुन्छ जो किन्नुहुन्न। यो चेन र यो 5 को चेनको लास्टको लिएपछि यहाँ पाल हुन्छ। यसरी पाल लगाएर यसरी 1 2 3 4 कस्तो हात चन्दन आयो भाइ मेरो। एक 2 3 4 यस्तै गर्दै भर्दै जाने हो। हात चन्जन आयो कि पकाएको छ यस्तो। यसमा एउटा 2टा 3टा 4टा छ भने कुनैमा 4टा हुन्छ, कुनैमा 5वटा, कुनैमा 6वटा, कुनैमा 8वटा, कुनैमा 7वटा पनि हुन्छ। किनभने यो चेन यस्तो गरेर टाइट गरेर यो यस्तो फैलायो भने यो जति पनि फैलिन्छ।
फैलाइने होइन, यसलाई अलिअलि टाइट गर्ने हो यसरी। यो आउनु होला, यो यसरी टाइट गरेर यो कति छ त्यति भर्नुपर्छ है। यो अब फेरि सुरु गर्छु है म। सुरु गर्दाखेरि फेरि यहाँ एउटा दुईटा तीनटा पट्टायो, एउटा दुई चेन तान्ने, फेरि 1 यो 2 यो 3 यो 4 यो पनि 4 यो 5 यो 5 लाई चप्प समात्ने, यसलाई स्तर तान्ने, तानेर यहाँ 5 को यो यसलाई तान्ने। भित्र गयो, कता गयो, निकाल्नु पनि सक्छ। यहाँ भित्र गर्छ है। भएपछि यसलाई यसो तान्न भयो होइन। एक दुई तीन चार, यहाँ एक दुई तीन चार, एक दुई तीन चार, यस्तो भएपछि यो यता फेरि दुई चेन तान्ने, 1 2 तानेर फेरि 1 2 3 4 5 लाई यहाँ समातेर गर्ने, यो पछि अब टाइट हुन्छ, टाइट बनाउने। फेरि 1 2 3 4 भयो। यस्तो हुँदै जान्छ। 4 भएपछि यसलाई फेरि यहाँ पहिला जस्तो यहीँ लगेर जोड्ने, एउटा भयो। 1 2 3 4 दुईटा भयो। अब लास्टमा आयो, यो लास्टमा आयो। यो दुई चेन तानेर यो सिक्रीमा हैन, यसको यो बिचमा हामीले योबाट 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 यो जोडे जस्तो। अब योबाट यही यसैमा जोड्ने, यसैमा लगेर यसमा लगेर स्लिप नट लाउने। स्लिप नट लाएपछि ठ्याक्क यसलाई पछाडि लाउने, यसलाई यसको पछाडि एक चेन तानेर यसरी काट्ने है। अब यो काट्ने, काटेर यो काट्ने, यो काटिसकेपछि यहाँ सिक्री हुन्छ, यो सिक्री भयो न। अब यसलाई यसरी काट्ने, काटिसकेपछि यसलाई नट यसरी टाइट गर्ने, यस्तो भयो। यस्तो हुन्छ। अनि यसलाई फेरि यसको ठ्याक्क यो अगाडिको भाग हो नि, यो पछाडिको अगाडिको भाग यस्तो हुन्छ। पछाडि यसको यो हामीले पहिला सुरुमा सिक्री तानेको वाला यहाँ हुन्छ, यसमा लगेर यो सिक्रीमा लगेर यो सिक्री यो सिक्रीमा लगेर तलतिर यसरी तान्ने। एउटा भयो हैन। अर्को फेरि सिक्रीमै लगेर सिक्रीमा लगेर यसरी तान्ने। तानेपछि यो लुक्यो न। अब यसलाई फेरि एकचोटि यहाँ तलतिर ल्याएर फेरि
जोइन भएको ठाउँमा लगाएर फेरि एकचोटि यसलाई यस्तो गर्ने। यस्तो गरेपछि यसलाई अब यो बचेकोलाई अब यसरी काट्ने। काटेपछि यस्तो हुन्छ, यस्तो देखिन्छ, यस्तो हुन्छ। यो